सँगै लाग्न थालेको छ है आजभोलि मलाई चाहिँ। पता नै किन मान्छेहरू पनि अचम्मका देख्न थालेको छु मैले आजभोलि। हिजो बेलुका अस्ति बेलुका 3-4 दिनदेखि मलाई एउटा मान्छेले लगातार रातको 1 बजे 2 बजे मेसेज गरिरहेको छ है। त्यो मान्छेलाई मैले चाहिँ चिन्दिनँ, ऊ मान्छेले मलाई चिन्छ कि चिन्दैन त्यो पनि मलाई थाहा छैन। तर उसले हाई हेलो पता नै किन गर्छ होइन। अब उसले मलाई चिनेको भए पनि म यो हुँ, तिमी फलानाको बहिनी, तिमी फलानाको छोरी हो भनेर मेसेज गर्नुभयो भने त रिप्लाई पाउनु नै छ। तर हाई हेलो भनेर रातको 1 बजे 2 बजे परिवारका साथमा बसेको मान्छे, सुतेको मान्छेलाई चाहिँ डिस्टर्ब गर्ने काम नगर्नु होला। हजुरको एउटा मेसेजले गर्दा चाहिँ घर परिवारमा क्वेसन आउँछ। हेर्नु चाहिँ मलाई चाहिँ क्वेसन आउँछ। अब त्यो क्वेसनको एन्सर चाहिँ के दिनु मैले? तपाईँको हाई हेलो मात्रै न मैले तपाईँलाई चिनेछु, तपाईँले चिनेको बादेखि भन्नु म कसको बहिनी हुँ, म कसको छोरी हुँ र तपाईँलाई के काम छ त्यो मेसेज गर्नु होला। अनि तपाईँसँग बातचित हुनेछ मेरो। नत्र भने मेसेजमा हाई हेलो रातको 1 बजे 2 बजे चाहिँ नगर्नु होला। रातको 1 बजे 2 बजे हाई हेलोको अर्थ के हुन्छ? राम्रो लाग्दैन मलाई। हेर्नुहोस्, सबैजनालाई भनेको पनि छैन, हजुरलाई मात्रै भनेको छु म तपाईँलाई। कुरो बुझ्नुभयो? अब तपाईँले रातको 1 बजे 2 बजे फेरि पनि मेसेज गर्नुभयो भने हजुरको हाई हेलो अनि हजुरको नाम अनुसार मैले भिडियो फिर से बनाउँछु। कुरो बुझ्नुभयो?